अब गाँठो पर्यो, प्रधानमन्त्रीज्यूलाई बोलाएकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ, पक्रेर लिएर बोकेर ल्याउने चलन छैन। सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न, कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो। त्यसले गर्दाखेरि म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु। हाम्रो नियमावली, यो अहिलेको 83 सालको नियमावलीको नियम 79(1) को गलाई टेकेर विषय सङ्कल्प प्रस्ताव पारित गरौँ भन्ने बारेमा सभामुखज्यूलाई म यो पत्र बुझाउन चाहन्छु। सभामुख महोदय, प्रस्तुत विषयमा मिति 2083 2 महिना 17 गते प्रतिनिधि सभाको आकस्मिक बैठक बसिरहेको बेला, त्यो तालिका बाहिरको थियो, त्यसले गर्दा मैले आकस्मिक भने, प्रधानमन्त्रीज्यूले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्र विरुद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट अविलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखित वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदज्यूहरू कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने, दिन नपाउने, साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने सङ्कल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेश गर्न चाहन्छु।